यहाँ देख्न सक्नुहुन्छ यति राम्रो ठाउँ। यहाँबाट दृश्य देख्न सक्नुहुन्छ यतातिर कालीगण्डकी नदी, रेडीको बाटो र यतातिर चाहिँ कुन ठाउँ हो थाहा होइन। देखिन चाहिँ एकदम राम्रो देखिएको छ। ठाउँ चाहिँ एकदमै राम्रो छ। सबैजना आइदिनु पर्यो। पाल्पाको यो रिब्दीकोट खियामा रहेको छ। यहाँ गौतम बुद्धको मूर्ति पनि राखिदिनु भएको छ यतातिर। हामी चाहिँ फर्स्ट टाइम आएको। एकदमै राम्रो छ ठाउँ। बाफ्रे देख्न सक्नुहुन्छ यतातिर चाहिँ भिरै भिड छ। यहाँ खोला यहीँबाट बग्छ। स्कुटी त टाढै देखियो त के म पारिम यस्तो भिडमा रहेछ घर। यतातिर पनि यस्तो भिरै भिड छ। यता पनि भिरै भिड। हामी चाहिँ अहिले चाइनाको ग्रेट वालमा छौँ। चाइनाको ग्रेट वाल हो यो पनि। नेपालमा बनेर पो हो र। यो चाहिँ हाम्रो पाल्पा रिब्दीकोट खियाको एकदम सुन्दर ठाउँ। यहाँ गौतम बुद्धले सबैलाई आशीर्वाद दिइरहनु भएको छ। हामी यहाँ 2 भाइ बहिनी भएर घुम्न आएको। एकदम टाढा रहेछ। जति टाढा भए पनि जति अप्ठ्यारो बाटो भए पनि यहाँ आउन चाहिँ ठाउँ एकदमै राम्रो रहेछ। पाल्पाको विशेष ठाउँ नै रहेछ। रिब्दीकोटका झन् एकदमै विशेष ठाउँ। सबैजना आइदिएर यो ठाउँलाई एकदम के भन्नु पर्यो, भाइरल गराइदिनु पर्यो। सबैजना पर्यटकहरूलाई भित्राउन पर्यो। ठाउँ एकदमै राम्रो छ, भिरालो छ। देख्न सक्नुहुन्छ। हेर्नुहोस् यतातिर पुरै भिड छ। त्यहाँ तल खोला के भन्छन् गरे, के खोला गरे, कालीगण्डकी नदी छ, नदी हो। त्यहाँ पारि पनि भिडै भिड छ। पारि हामीले सुसाइड पोइन्ट पनि देखिएको छ। अनि यहाँसम्म चाहिँ साधन आउँदिन, पारि राख्नुपर्छ। हाम्रो चाहिँ यो हारथोकदेखि 1-1.5 घन्टाभित्र छ साधनमा आउनेलाई। तर हिँड्दै आउन चाहिँ एकदम गाह्रो छ। हिँड्दै आउन अलि सम्भव छैन। अप्ठ्यारो छ बाटो। जताततै भिडै भिड छ। यता पनि भिड छ। यहाँ देख्न सक्नुहुन्छ यो मूर्ति बनाइदिनु भएको छ। अझै उता पर पनि छ। म देखाउँछु। सबैजनाले घरै बसी बसी हेर्न सक्नुहुन्छ। अनि फेरि आइदिनु होला सम्भव हुँदा। टाइम मिलाएर हेर्नुहोस्। चाहिँ भिडै भिड छ। यतातिर पनि गाउँ देखिएको छ। यतातिर पनि देखिएको छ। एकदम ठाउँ एकदम राम्रो छ। तर बर्खामा आउन एकदम डेन्जर छ। हामी चाहिँ अहिले बर्खामै आएको भएर अलि डर लाग्यो। यतातिर पहिरो गए जस्तो भएको छ। देख्न सक्नुहुन्छ। हेर्नुहोस् सेल्फी डाँडा यस्तो राम्रो छ। पुरै भिडियो पनि राखिदिनेछु। हेर्नुहोस् उता हेऱ्यो त्यतै राम्रो छ। यता पनि भिड, यता पनि भिड, तर सेफ छ। साइडमा रेलिङ छ।